भगवानसँग विश्वास छ। मलाई गाली गर्नेहरूले दिएको श्राप भगवानले आशीर्वादको रूपमा मलाई दिनुहुनेछ, किनभने आमा बुवाको आशीर्वादमा म विश्वास गर्दछु। मलाई चितवनको न्यायमाथि पूर्ण विश्वास छ। रासोपालाई रूपमा यो माटोले जन्माएको, चितवनले जन्माएको, चितवन रासोपाको जननी हो, आमा हो। आमाले कहिले अन्याय गर्ने भन्ने हुँदैन। हेर्नुहोस्, जनताको निर्वाचन हो भनेर हेर्नु भएको छ भने मत परिवर्तन नगरी केही पनि बदलिँदैन। पहिला मत परिवर्तन गरौँ अनि बल्ल जनताको अवस्था परिवर्तन हुन्छ। मैले यो चुनावलाई केवल एक थान सांसदको सिट जित्ने मेरो प्रतिष्ठाको विषयमा हेरेको छैन। यो चुनाव भनेको जनताको चुनाव हो। जनताले एउटा नीति परिवर्तन भएर सुख पाउँछन् भनेदेखि त्यो नीति लेख्नुपर्ने चुनाव हो। त्यसको लागि म आएको छु। यो निर्वाचनमा हाम्रा जेन्जी पुस्ताहरूले भनेको एउटै मात्र कुरा छ, नेताहरू झन झन धनी हुँदै जाने, नेताका परिवार विलासी जीवन बिताउँदै जाने, तर जनताको छोराछोरीले एउटा उपचार गर्न नपाएर मर्नुपर्ने यो स्थितिको अन्त्य हुनुपर्छ भनेर हाम्रा युवा पुस्ताहरूले माग राखेका हुन्। हामीले बिर्सेका छैनौँ। कसैको घरमा उपचार गर्नको निम्ति 1000 रुपियाँ पनि भएन हजुर। कोही उपचार नपाएर मर्नुपर्ने स्थिति आयो, तर कसैको घरमा पैसा जलेको हामीले देखेको हो, त्यो बिर्सेका छैनौँ। त्यही सम्झेर अबको निर्वाचनमा तपाईहरूले घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्नेछ। अहिले गाउँठाउँ हेर्नु यसरी रीति रहेको छ कि हाम्रो गाउँघरमा आजभोलि दसैँ आउँदाखेरि टिका लगाउन हाम्रा युवा पुस्ता हुँदैन। सकेसम्म घरमा बुढाबुढी टाक्राक टुक्रिक बसेर टिका लगाउनु पर्ने स्थिति भइरहेको छ। उता छोराछोरीको निधार खाली हुन्छ। तिहार आउँछ, दिदीबहिनी यहाँ आँगनभरि मखमली फुल्या हुन्छ, सयपत्री फुलेको हुन्छ, दाजुभाइको निधार उता खाली भइराखेको छ। यही यथार्थमा हामी बाँचिराखेका छौँ। आजभोलि त अब यो चाडपर्व आयो भने बरु विदेश नै आउनु न भनेर बुवा आमादेखि लिएर परिवारलाई विदेशै बोलाएर यसरी चाडपर्व मनाउने चलन सुरु भइसकेको छ। यदि यो देशमा यसै गरी सबैजना विदेशीले जाने हो भनेदेखि, एउटा सिङ्गो पुस्ता यो देशबाट विदेशी हो भनेदेखि कल्पना गर्नुहोस् हाम्रो देश अब मरुभूमि बन्दैछ। यदि यो देशलाई मरुभूमि बन्नबाट जोगाउने हो, यदि यो देशलाई उजाड भूमि बन्नबाट जोगाउने हो भनेदेखि यही पटक हो, यही निर्वाचन हो जसमा हामीले निर्णायक हस्तक्षेप गर्नुपर्छ र निर्णायक राजनीतिक परिवर्तन गर्नुपर्छ। यो निर्वाचन भनेको सम्पूर्ण देश जागेर मागेको निर्वाचन हो। यही पटक हामीले परिवर्तन गर्न सक्यौँ भने एउटा राजनीतिक युगको अन्त्य भएर हामी अर्को सुशासन भएको राजनीतिक युगमा प्रवेश गर्छौँ। युवा पुस्ताले हाँकेको राजनीतिक युगमा विश्वका विभिन्न देशहरू आज अन्तरिक्षमा पुग्दैछन् नि, अन्तरिक्षमा पुगेका छन्। ती त्यस्ता देशहरूमा पनि हाम्रा नेपालीहरू गएर काम गरेका छन्। उनीहरूले यही नेपालमा बसेर पनि काम गर्न सक्छन्। उनीहरूलाई फर्काउनु पर्छ, त्यसको लागि हामीले काम गर्नुपर्नेछ। सानो माया तामाङ, भरतपुर 25। मेरो समस्या त यो घुँडा दुख्ने थियो।